यो हावा घरमा खाना खानाको हामी नमस्ते गाइस स्वागत छ पूजा दिदीको ब्लगमा हेलो वेलकम छ पूजा दिदीको ब्लगमा नमस्ते चन्द्र सूर्य हाई गाइस गुड मर्निङ म चाहिँ रेडी भइसकेँ घुम्न जानको लागि अनि यिनी पनि रेडी भइसकिन् आज हामी कहाँ जाँदैछौँ भन्ने कुरा अहिले पछि यिनले भन्छन् ल आजको हाम्रो आउटफिट अफ द डे चाहिँ यही हो आउनुहोस् त हजुर पनि देखाउनुहोस् यो चाहिँ शोभायात्रा पानी रे है ओए के साह्रो सेतो देखेर त हामी चाहिँ गल्लीको बाटो सर्टकट मार्दैछौँ बाटो यस्तो छ यो हाम्रो अड्डा चिया खाने ठाउँ फाइनल्ली भेटियो गाइजहरूलाई यिनीहरू अर्को ट्याक्सीमा जान्छन् किन आएछ है घुम्न जाने भनेपछि पहिला खाना त पहिलो यही हो हावा घर छिर्दैम न के छ यस्तो भ्युज देखिने रहेछ ल अब चाहिँ हावा घरको टुर हानौँ है त यो फर्स्टमा टायरको यो चक्का छ यहाँ सिलौटा चुलो छ त्यस्तै गरेर यहाँ पछाडि शीतल बस्ने ठाउँहरू पनि छ सोफाहरू भयो त्यस्तै गरेर बाँसको चेयर छ अनि यहाँबाट दामी भ्यू देखिन्छ अनि त्यसपछि यहाँ छ ओखल अनि टायरकै भर्या दामी अनि त्यसपछि माटोले लिपेको छ अनि यहाँ तल पनि मस्तको बस्ने ठाउँ रहेछ खासमा त्यो हेर्न जाउँ है त यस्तो छ यहाँ पनि शीतल बस्ने ठाउँ छ दामी भ्यू देखिन्छ अब यता चाहिँ टोयलेट जाने साइड रहेछ हाम्रो गाईहरूको पारा आयो ल चियर्स 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 खाना तयार हुनलाई चाहिँ अझै 1-1.5 घन्टा लाग्ने भयो त्यही भएर अब हामी घुम्न जान्छौँ मिन्छ दुर्गा हेलो के छ सबैलाई वेलकम छ पूजा दिदीको ब्लगमा नमस्ते के पल्याउ ओइ भर्याङ रहेछ नि त अनि के गरेर ऐना त देख्नै नहुने है कुखुरा हेर बाटो त उकालै छ त हामी चाहिँ एउटा झरना जाँदैछौँ यहाँबाट चाहिँ 20 मिनट जति हिँडेपछि चाहिँ झरना पुगिन्छ अरे झरना हिँडेको केटीहरू कोही माथि छन् कता हो मैया कता बाटो झरनाको बाटो हो झन्डै म लड्यो अलि स्पिडमा हिँड्नु पर्यो क्या भएन हाम्रो केटीहरू आउँदैछ 1 by 1 सबलाई स्वागत गर्नु पर्यो सबिना कार्की हेयर थकित रेणु योन्जनी हेयर हाम्रो मोडल सुन्ता अर्याल हेयर सुवी हेयर कता अरू गाइजहरू म चाहिँ यहाँनिर पोलिटिक कसेर बसेर अर्को ग्रुपको केटीहरूलाई कुर्दैछु एक ग्रुप चाहिँ अगाडि जाँदैछ सिरिना खरेल हेयर काफ्लेजी हेयर सबिना काफ्लेजी हेयर हाम्रो पविना केसीजी हेयर अनि दुर्गा भट्ट हेयर गाह्रो भयो हाई गाइस पूजा दिदीको ब्लगमा हामीलाई स्वागत छ ओ विवाह कार्की लास्ट लेट भयो यो त स्वागत छ लास्ट भागोमा बधाई छ हस् दिदी ल हिँड जाऊँ उही किन बानी कस्तो राम्रो घर वाह
हामीलाई स्वागत छ पूजा दिदीको ब्लगमा दिनु है हामी ठोकिदिनु ल यति धेरै केटीमा एकजना केटा दिदी भाइ यही छन् क्या हाम्रो गाइजहरू यही हामी बास्तोला गाउँमा आइपुग्यौँ हुनुहुन्छ बास्तोलाजीहरू जुनेली खै त उफ्रेको चार दाना दुना हुन्छ गाडी आयो त्यो दाइले चोरिदिनु भयो 4 वटा टिपिदिनु भयो ओ एउटा मात्रै लि यहाँले एउटाले 2टा लिए भइहाल्यो खादा मिठो पहिले आएको ठाउँ हो यो राम राम अब हामी यहाँ जाँदैछौँ झुला जाने बाटोको नाच्नु त अब हामी खोला तर्न जाँदैछौँ जा 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 नाच न नाच नाच सबै Oh God. आऊ भाउ कुहिरे जस्तो देखिन्छौ भाइ तिमी त कालै चस्मा कस्तो छ चन्द्र सूर्य भन्नु पर्ला जस्तो चटपटे चाहिँ खानै पर्छ जहाँ गए हावाले कपाल उडाएर होइन के खाएको मेरो त लुगा उडाएर भिजाउँछ यस्तो छ मोडलहरू दर्शकहरू क्यामेराम्यान दामी काठमाडौँ भ्याली देखिँदो रहेछ यहाँबाट अरुणाचोर फुलचोर कानमा सिउरिन्छ अझै
फाइनली हामी थाकेर पुग्दा त मासु फ्राई आइसकेको रहेछ अनि ठ्याक्क हामी आइसकेपछि कस्तो मजाले पानी परेको घुम्दाखेरि पानी परेको थिएन ठिक्क शीतल भयो कि खाना खानभन्दा अगाडि पानी पर्यो मस्तले घडीमा 4 बजिसकेको थियो त्यही भएर सबैजना खानाको प्रतीक्षामा थियौँ अहिले चाहिँ पानी पर्न निकै कम भइसकेको छ हामी चाहिँ अझै पनि खानाको प्रतीक्षामा छौँ खाना आइपुग्ने बेला भइसकेको छ यहाँ चाहिँ अहिले हल्का रमाइलो पनि चलिरहेछ हाम्रो बहिनीहरू फेरि लास्ट कमेडी हेर्छन् क्या चस्मा कुमारी सलाम पनि ठोक्छिन् फेरि बेला बेला फाइनली धेरै कुरेपछि खाना चाहिँ आइसकेको छ यो कुखुराको मासुको झोल लोकल अनि लोकल चामलको भात प्याज खोर्सानी अनि हामी गम भात खान थाल्यौँ यो लोकल काँक्रो पनि किनेछन् केटीहरू 175 भन्दै हिसाब किताब सकियो अब प्याकअप हाम्रो यहाँबाट जाने गई खाने अनि म चाहिँ घर गएर खाने गाडीको पर्खाइमा गाइजहरू चाहिँ बस्न जाँदैछ हामी बाइकमा आधी जस्तो गाइजहरू चाहिँ भक्तपुर गएर जुजुदाउ खान जाने रे हामी चाहिँ यो गाडी चढेर घर फर्क्यौँ ओभरअलमा यो ट्रिप रमाइलो भयो